तिनीलाई वचन सर्वलाई र सबैलाई जमन आराधना जमन लास्नम yang musalba mula धन्यवाद मला तिनीला सुरी यहाँलाई मदन आफसँग त तिनीलाई पत्र दिन मला निममिङा होते सेवाइन तर पनि सेवालाई गोबा लागि है रंगको तिम्रो यहाँले रूप तासिदम तिनीले सेवारे सिस्नम है वचन थाइ दबा गोदबा र निरन्तर प्रभु त पछला त भाइ र तिनी समी यहाँ प्रभुलाई जाजामी दुगु तासिमी तिलदोना रंगबा यहाँ है यहाँ दुगु से प्रभु त मोसे खाम बाहरी मातारा यहाँला दुखरी यहाँला सुखरी जा प्रभु से यहाँला सेमला मिठो सिपिन्जी जा त्यो दुखरी यहाँला प्रभु से यहाँला किन्जी है यहाँला दुख दुख जमन सांसी गर्जी है र यहाँ जा प्रभु त पछिल्ला तला तिले त समझा भी मला हिब्रू 10 ला पछिस भी मला एन्दुको ग्लागी रुतावर आखलाको बिस्नम पाङ मला है तिले एनी कादे रंगबा सेवा समझे अनि बा तर एनी रुतावर आखलाको बिस्नम बसनी बिस्वाङ मला है तेता बैलामा यहाँ रुतावर लाबर तमला तिली रुताबा बिमा यहाँ प्रभुला नाम था थाइबा लागि प्रभुला वचन थाइबा लागि प्रभुला वचन थाइ सेम्ब्रे केन्सिनम यहाँ चाहिँ है यसैलाई वचन अनुसार चाहिँ यहाँ चाहिँ तेजा है ग्वाई चाहिँ तिले जा सारी आफ्याङ मलाई ग्वाई चाहिँ एकदम टुङ भोलि थाङ मला थेदा जा खाल्छे पनि आशा मलाई है थेदै खाल्छे नै खाजेपति नाम हेर्नुपछि छोरा हमला तिजा बिमा तेजा ग्वाई चाहिँ एकान्तारी फ्याङ मला तेजा यहाँ नै होरङ बनाऊ यहाँ चाहिँ विभिन्न कुराहन्छ विभिन्न समस्याहन्छ विभिन्न खाबा हैन झै झगडाहन्छ एकान्ता मलाई यहाँ चाहिँ एकान्ता सिधो मलाई यहाँ चाहिँ yang झै झगडा शिवराता गण्डगोल शिवराता yang चाहिँ है उसपा yang चाहिँ एकान्त शिव yang प्रभुलाई जाजामी बोलदुको दासिमचा प्रभु yang चाहिँ प्रभुलाई श्याम प्रेतासिनम प्रभु त पछला त समय मलाई त्यसलाई तिनीलाई वचन बास्कामला सुसमाचार दिउनलाई राङदुको लागि मरेङ हल्ला र तिनी बिसमी yang प्रभु से यङला सिमला नि छुङ सिपिङला लाम yang si प्रभु द मोसे हमलाई दिले दाबिउन छोरी सुसमाचार ल्याउनलाई 9 ला छोरी पाङला है छोरी 9 ला 35 ग्राम से छोरी 41 पद भने पाङलाई अन्धोपन छोरी जा खापा बिमा जा अन्धोपन बिमा चाहिँ अब सदुकी फर्सी विवाद गोसी चाहिँ म देख्छु नि म सबै गोसी बिमला तर जा तिले जा तेन्से प्रभुले वचन चाहिँ गुवा हमले तेन्तको चाहिँ अन्धकारी मुबाची मै अन्धकारी मुबाची के लामना छुरी पांसी बोला र धन्यवाद मला र रंगला जमान पास्ट अब पास्ट नियमदा जमान मला सेम यम सिंगला परि यम चाहिँ मेसी मला जमानन ल सो भ्यापुला हालेलुया थाइबन मला राङदुसे थाइबन मला लसो इन लसो धन्यवाद तिले बिसमी सूर्य आत्मिकी अन्धोपन बिमला सूर्य 35 पसरी है 9 ला 35 हन्छ सूर्य 41 पद दोना पाङला आत्मिकी अन्धोपन बिमा चाहिँ खापता बिमा चाहिँ है yang si amrang si biongla tar yang siam yang si प्रभु द मो सेवा नारे yang si प्रभु द मो सेवा नारे शरीरलाई मिसे मरङला तला तर आत्मालाई सेमला मिसे yang si amrang वजिम amrang मान्छे yang si विश्वास लाबरा हमला प्रभु द पछौ लाबरा हमला कतै जा राङबा यङलाई विश्वास दुमला म त संगति जान्छु म वचन सुन्छु बिमला जा तेरा पालन जा रे पालन आरे आज्ञाकारी आरे हैन एनी आज्ञाकारी त एनी आज्ञाकारी त बिमला प्रभु से जहिले नै एनी आज्ञा पालन ल बिमला प्रभु से तेलामा हेरिङ पुरी पहिला भन्नुभयो तिले त बिमला खेरी सुरी आत्मिकी अन्धोपन तिनीहरूले त्यसलाई बाहिर निकालिदिए यीशु चाहिँ थाहा yang जे त्यो अन्धरा मुंगेर तासिन थामजी बिस्नाम चाहिँ त्यो जम्मन थियो अदुकी फर्ज दुगु से त्यो त मुंगेर ता थामजी बि मलाई थियो है आत्मिक अन्ध त्यसले हाम्रो मलाई
त्यसैतिकै आगो मलाई आसेमलाई बिसिम चाहिँ है त्यो अन्दाज चाहिँ त्यता त मुय तात्मा मलाई बिस्पाउ मलाई तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने यसुले सुन्नुभयो र त्यसलाई भेटाएर भन्नुभयो के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ है तारे सूर्य यीशु से पाउँला परमेश्वरलाई झाला मिल्ने चाहिँ यसरी विश्वास लाखमला है विश्वनाम सूर्य पाउँलाई विश्वास पाउँला बिमला त्यसले जवाब दिए भन्यो प्रभु उहाँ को हुनुहुन्छ म उहाँमाथि विश्वास गर्नेछु विश्वनाम चाहिँ त्यो अन्दा चाहिँ अझ पाङ्जे पाङ्ला त्यसले जवाब दिए भन्यो प्रभु उहाँ को हुनुहुन्छ म उहाँमाथि विश्वास गर्नेछु यसुले पाङ्जे यसुले त्यसलाई भन्नुभयो तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उनी हो बिमला प्रभु थिएन नि विश्वासलाई प्रभु थिएन नि यिन चाहिँ अरू खाजी ब्यारे है थिएन र तब 38 बिमला तब त्यसले भन्यो प्रभु म विश्वास गर्दछु र त्यसले उहाँलाई दण्डवत गर्यो अनि यसुले भन्नुभयो म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन् है हालेलुया त्यसले पाउनु प्रभु चाहिँ अंगा मिसे मनामा बिमला तर थेन चाहिँ आगो मलाई आस्य मलाई तेजा अन्धकार मलाई थे दु चाहिँ सोधुकी फर्सी दु चाहिँ अन्धकार मलाई एने मनाङमा बिमला तर एचा आमाङमा आगो मलाई तिजा दिनङबा विष्णुम चाहिँ पाङमला अनि यसुले भन्नुभयो म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन् त्यो मनाङमा दुको चाहिँ अन्धकारजी है आमनाङको दुको चाहिँ मनाङजी है प्रभुता मनाङजी आमनाङको दुको चाहिँ जहाँ तिला दोने yang चाहिँ मनाङमा हरेबा yang चाहिँ प्रभु खाला उतिको विवाह था yang था रे भाइ था रे बा जब yang दा जा प्रभु से थे समय थे गरी yang दा जुन अवस्था रे yang मुबा yang बराबर मुबा yang दा दुखा मुबा कदे उजला जी कदे तिगलामा आतामा गरी yang से डान जी ओते खेर चाहिँ प्रभु से yang ला सेम रे चाहिँ प्रभुला एपिसला वचन अनुसार चाहिँ परमेश्वर से yang ला सेम रे छाप बनाउनु थियो है छाप रो बनाउनु त्यो छाप से लामा गरी तिनी कुनु प्रभु से किनबाजीमा है प्रभुला राज्य रे बाबा लागि प्रभु से बाबाजी जा तिनी सम्झाय प्रभुला छाप आयुबा लापा तापा बिदुजा हाजिबे हमला प्रभु थेन्दा ज तीन थेन लाउ थेन्दा ज तीन गुण लाउ थेन ज तीन थेन चाहिँ आथेमला गोमला हिन्दू आहामला तर तिनीले सम्झ प्रभुलाई छाप चाहिँ बालकरी कुरी मुमन खेरिन चाहिँ प्रभु चाहिँ छाप रोपल मुला सम्झै तिरे गुनु त्यो दुखतासिनम खातासिनम जा त्यो प्रियाय दबसिम है yang ने ओरंगमन मुबा थियो आछा yang amla कुरी मुमा yang फोनंगरी मुमा जा yang खापमा yang त थाना रे तिगारे तर yang से प्रभु से बिमला तिमीको घरमा रहँदाखेरि मैले रचेको छु बिमलाई रचेको छु मैले बिमला अनि तिमीले घरमा रचेकोले गर्दाखेरि उहाँले हाम्रो जीवनमा हाम्रो हृदयमा छाप लागेकोले गर्दाखेरि है उहाँले चाहिँ हामीलाई समय अनुसार उहाँले हामीलाई ल्याउनुहुन्छ है समय अनुसार प्रभु से yang द बाबा से बिबा yang द थाताजी त्यो लामखेरि yang तेरा yang से कादे प्रभु त माइजी थिएन नि न प्रभु तिला धोना थिएन प्रभु दाने थिएन प्रभु म तिला नगन मुबा तिनी नगन मुला विशेष पाङ मलाई प्रभु से हिजो पनि म थियो आज पनि म छु किनभने म बाहेक कोही छैन ईश्वर बिमलाई प्रेरितला सारला बाह्र बिमला मानिसको बीचमा कुनै नाउँ दिएको छैन बिमलाई माने ईश्वरको नाउँ मात्रै छ त्यहाँनिर कुनै भगवान ईश्वरको चाहिँ नाउँ दिएको छैन बिमला है फेरि उनी ईश्वर उनी परमेश्वर उनी भगवान उनी ईश्वर हो बिमला है र ईश्वर नै परमेश्वर हो त्यसलाई yang से वो दबा से दबा जा है yang प्रभु त पछला त भाइ जाछु अन्ध से ठीक बिमला है तब त्यसले भन्यो प्रभु म विश्वास गर्दछु र त्यसले उहाँलाई दण्डवत गर्यो
अनि यसले भन्नुभयो म यहाँको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्धा हुन् अनि मिसे कादे राङ बाजा मलाई म ईश्वरलाई चिन्छु म विश्वास गर्छु विमला जा तर कादे जा त्यहाँ सुङ्ला जिन मलाई तिला मतिला है मतिला 15लाई 8 विमला तिमीहरूको मुखले मात्र मलाई प्रभु प्रभु भन्छौ तर तिमीहरूको हृदय भने टाढा छ विमला है टाढो छ विमला तिमीहरूको हृदय टाढो छ अनि त्यसलाई सेम्दा संसारी मलाई है संसारी मलाई त्यसलाई सेम त्यसलाई चाहिँ प्रभु त उहाँ सेमला हिनमा yang नै संसारी मलाई तर yang संसारी मुसाई yang संसारलाई मियाइनका yang चाहिँ yang प्रभुलाई मि परमेश्वर युना आटला बार तिमी ज्योतिको सन्तान विश्व मलाई yang ज्योति र सन्तान हो yang ज्योति र सन्तान तासी yang चाहिँ एकदम याल तासी रातो yang छाडसा तासी बादो जी yang सेमजा yang चाहिँ खाले तिम्रो आबुङबा सेवा yang चाहिँ अलग तासी रातो बा हे प्रभुलाई नम्र ताइदबा सेवासँग दिसेदबा सदा दिन सर्वदा प्रभुता माइबा है yang दा सेमदा तातमा हेलामगिरी याङसे गोदबा सेदबा याङसे हैन हेलामगिरी याङदा त्यस त्यो समय त्यो घडीमा हामीलाई परमेश्वरले कसरी सुन्नुभयो कुन अवस्थामा सुन्नुभयो उहाँले यी 40 यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरू मध्ये कुनैले उहाँलाई भने के हामी पनि अन्धा हौं त सूर्य बाङमला 40 पत्रे हामी पनि अन्धा हौं त युमला अन्धा अब नभएको उले सायद चिन्ने थला प्रभुलाई उले जान्ने थला बुझ्ने थला तर के भन्छ यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरू मध्ये कुनैले उहाँलाई भने के हामी पनि अन्धा हौं त फेरि बिसिमला उनी नै हामी पनि अन्धा हौं त हामी पनि अन्धा हौं उनी नै अन्धा हो त विष्णु बाङमला तेलुगु से है तर सुनिमुला 41 मा हुन्छ यसले तिनीहरूलाई भन्नुभयो तिमीहरू अन्धा भए त पापको दोषी हुने थिएनौ तर तिमीहरू हामी देख्छौ भन्दछौ यसै कारण तिमीहरूको पाप रहिरहन्छ हालेलुया है अनि हे मनाङमा बिमला तर आमनाङमला हैन तर आमनाङमा से मनाङमला तर मनाङमा से बिबजा आमनाङ नि आमनाङमा बिबजै तेलुगुदा पाप चाहिँ त्यसलाई सेमता स्थिति हैन उनीको पाप चाहिँ रहिरहन्छ उनीको पाप चाहिँ यसले तिनीहरूलाई भन्नुभयो तिमीहरू अन्ध भए त पापको दोषी हुने थिएन बिमला पापी भएदेखि उनीहरू पापको दोषी हुने थिएन तर आज उनीहरू अझ धर्मी भन्छ तर उनी पापी नै भइरहेको हुन्छ है उनी पापी नै भइरहेछ धर्मी भन्छ तर धर्मले उनी धर्म गर्ने उनीहरू तर पनि उनी धर्म गर्नेले कोही पनि आज उनीले देख्न सक्दैन साँचो परमेश्वरलाई हैन उनीले चिन्नु सक्दैन उनीले जान्नु सक्दैन बुझ्नु सक्दैन तर साँचो हृदयले परमेश्वरलाई उहाँलाई चिन्नु चाहिँ किनकि आज हामी यीशु ख्रीष्टलाई चिन्ने मान्छे त धार्मिक हो धार्मिकतामा चल्ने छोराछोरीहरू आज हामी चाहिँ है हामी कस्तो हुनुपर्छ हामी आज किनभने आत्मिक अन्धोपन भएका व्यक्तिले आज यीशुलाई उहाँले प्रश्न गर्नुभयो म तपाईँ को हुनुहुन्छ भनेर उहाँले प्रश्न गर्दै थियो आज हामीले सोध्नु पर्ने कुराहरू के रहेछ भन्ने कुराहरू हामीले सोध्नु पर्यो खोज्नु पर्यो र हामीले पाउनु पर्छ हामीले है yang doji yang mai doji khang mula tik mula hai khang mula yang mai doji प्रभु दा तर प्रभु सिमे मला एन्दुकुला सेम मula सेम नागरी मula बिमला तर सेम चाहिँ तिले बिजने हाम्रो हृदय चाहिँ हाम्रो परमेश्वरको मन्दिर हो यो न 3 को 16 दोस्रो पहिलो कुरान्ती 3 को 16 भन्छ तिमीहरू परमेश्वरको मन्दिर हो जसले त्यो परमेश्वरको मन्दिरलाई नष्ट गर्छ ऊ पनि नष्ट हुनेछ विष्णम पाङमला मला है हेलामखेरि याङला सेमजा याङला सु सेमजा सेम नगरी सिमला याङला प्रभु चाहिँ प्रभु खाने आसे मला मिसे सोबला मन्दिर के खाने आसे मलाई तिमी नाची बथे मिसे या आसे सोबला त्यो मन्दिर नाची बा तर एन्दा सेम गा सोबला हो एन्दा गा सोबला हो
र एन्ना सेम नानेnga प्रभु सी nga एन्ना सेम नानेnga सिबा र एन्दा दुःख पर्दामा एन्दा समस्या पर्दामा समान दलांगरी एन्दा एन्दा सहायता एन्दा विश्राम है प्रभु सी पांगमला यीशु क्रिस्टदा यांगला लागि प्रभु आपसे यांगला लागि पिन्नुमला सायुले साजमलेदी खाबालमला प्रभु यीशु हासिनम यांगदा समानदा यांगदा मिमनांगला लाजी है यांगला सेम 총시빈지 양라 셈라 미 총시빈지 자 प्रभु다 양세 모세 감지 है हालेलुया 양라 셈다 प्रभुसे 총시빈지 कादेला मिसे म ईश्वर त म चिन्छु नि उनी यीशु त हो बिमला तर यीशुलाई पालन अरे यीशुलाई आज्ञाकारी अरे हैन थेलामखेरि याङसे प्रभु त खादले माइदमा तर जतिले बिमला सुनि युना 10 ला 10 री बिमला 10 मा 7 हानि पर्लाबा यसै कारण यसुले फेरि तिनीहरूलाई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दैछु भेडाहरूको ढोका म नै हो बिमला है यीशु चाहिँ ढोका है यीशु चाहिँ ढोका म नै ढोका बिमला यीशु चाहिँ उहाँ बाहेक कोही छैन जब ढोका खाली छ है ढोका चाहिँ ठोङ्गलमला जमा मिजुको खागै वाङ्गै बिसिनम प्रभु चाहिँ मना खुला थान्नु मला तर मिजुको खाबर आँखामला आँगनमला खाबरे है तर जुन जुन प्रभु चाहिँ मिला सेमलाई मिठो सिक्नुमला जा थिए जुगु जा मिजुको खामला है तर कम्ती च्याङ्ला चाहिँ खामला बिमलाई प्रभुले तर कादिसे धेर सेमलामला तर धेनुको चाहिँ खामला हिलो बिमा धेनला सेमरी प्रभु चाहिँ हजुर साप रोपाला रे ब्रिबाला रे धेलामरी खामलाई यसै कारण यसुले फेरि तिनीहरूलाई भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु भेडाहरूको ढोका मै हो अनि याङ चाहिँ भेडा ताजी है याङ चाहिँ भेडा प्रभु त पछ्याउँदा याङ भेडा गिउदुको याङ चाहिँ है याङ चाहिँ गियो मभन्दा अघि आउने सबै चोर र डाकुहरू हुन् तर भेडाहरूले तिनीहरूको कुरा सुनेनन् है त्यो त यो मुमा थिए डाको होइन यो दुगुम्बा यो दुगुलाई तामा आथे नि याङ नै आथे बा त्यसले पनि त्यो यो दुगो अनि त्यसले पनि धेरै झुटा शिक्षाहरू यो मलाई है संसारी खावा दाँदे होइन झुटा शिक्षा धेरै आउनेवाला बिमला तर आइसकेको पनि छ बिमला होइन खासै मलाई त्यतिको तर त्यो होसियार त नि है होसियार त बिमला तिमीहरू होसियार जोगिनु हो तिनीहरूदेखि अलग रहनु त्यतिको चाहिँ खापा बसान्दुको पाउनु मला तर त्यो भड्काउनको लागि यहाँलाई मिदुको त भड्काउनु लागि त्यहाँदा म यस्तो दिन्छु उस्तो दिन्छु मेरोमा आऊ म यस्तो त म विश्राम मिदा होजु ला मलाई मिदा है तर त्यस्तो होइन त्यस्तो झुटा शिक्षातिर लाग्नु चाहिँ राम्रो होइन तर सही मार्ग सही निर्देशन आज एउटै मात्रै यीशु ख्रीष्ट छ उहाँ है उहाँ बाहेक कोही पनि छैन है उहाँ बाहेक कोही छैन उहाँलाई खोज्नुपर्छ किनकि सारा हृदयले सारा संस्कृतिले उहाँलाई हामीले प्रेम गर्नुपर्छ है प्रेम गर्नुपर्छ अनि किनभने मभन्दा अघि आउने सबै चोर र डाकोर हुन् तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ढोका मनै हुँ बिमला 9 पत्री है 9 पत्री 10 ला युना 10 ला 9 बिमला ढोका मनै हुँ यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ बिमला है र भित्र बाहिर आउने जाने गर्ने छ र खर्कमा चढ्न पाउने छ खर्क जा प्रभुलाई हिल्दी खाखम्बारी प्रभुलाई हिल्दी है महिमा लाभा लागि हैन प्रभुलाई हिल्दी शेषनाम चाहिँ आराधना लाभा हैन खर्क जा प्रभु से खर्क जा पिनु मलाई खर्क अनि फेरि चाहिँ हम चाहिँ हैन खुसीतासिन प्रभुलाई महिमा लाभा शिशु लाभा फेरि चाहिँ ढोका मनै हुँ यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ मलाई जो मान्छे यीशु ख्रीष्टमा आउनुहुन्छ ऊ बचाइने छ तर जो मान्छे यीशु ख्रीष्टमा आउन सक्दैन ऊ बचाइदैन उसको के हुन्छ त भन्दा उले चाहिँ आलो सन्तामा रहन्छ सन्तामा रह्यो भने उले किनभने लाइसार खाइसार मरिसी लम्पसार सक्यो
यो आत्मा कहाँ जान्छ कहाँ पुग्छ के हुन्छ नि भनेर उनीहरूलाई थाहा नै छैन उनीहरूलाई तर जब हामीले प्रभुलाई चिनेका छौँ तर यो आत्माले शान्ति आज यीशु ख्रीष्टमा पाएको छ है यो आत्माले हाम्रो शान्ति चाहिँ यीशु ख्रीष्टमा पाएको छ अनि शान्तिको राजकुमार अनि यीशु ख्रीष्ट परमेश्वर हिँड्न है यीशु ख्रीष्ट हिँड्न राजकुमार परमेश्वर यीशु है परमेश्वरलाई जा अनि किनभने उहाँमा शान्ति छ उहाँमा उद्धार छ उहाँमा मुक्ति छ उहाँमा सँगै छ उहाँमा स्वतन्त्र छ उहाँमा सबै कुरोको सोच छ उहाँ चाहिँ विश्राम पाङ्मुलाई है जा प्रभुमा आउने मान्छे सबै कुरो बचाइनेछ तर प्रभुमा नआउने मान्छे कोही पनि बाँच्न सक्दैन उनीहरू अन्त विभिन्न धर्म कर्म गरेर उनीहरू के छ अहिले विभिन्न धर्ममा कर्ममा लागेको छ तर धर्मले मान्छेलाई धर्म बनाउँछ कर्मले मान्छेलाई कर लाउँछ हालेलुया कर्मले चाहिँ मान्छेलाई कर लाउँछ यस्तो गर्नु उस्तो गर्नु बिमला धर्मले चाहिँ यस्तो गर्नु उस्तो गर्नु बिमला गरेर त्यसै प्रभु त उहाँलाई प्रभु त उहाँलाई हिलो बिमा हेरे चुरी 10मा भन्छ 10को 10मा चोर त चोर्न र मार्न नाश पार्नमा त आउँछ म त तिमीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए विश्राम पाङ्मुलाई अनि चोर चाहिँ चोर्न र मार्न नाश पार्न मात्रै आउँछ अहिले संसारमा यही छ अहिले धेरै मात्रा धेरै छ आज चोर जस्तै आज चोर चाहिँ किनभने आज संसार भत्किरहेको छ संसारमा भत्किरहेको चोरले चाहिँ नराम्रो काम गर्दछ संसारमा भड्काउने काम गर्छ संसारमा मानिसलाई लल्याउने फकाउने होइन उनीहरूलाई हरेक कुरा दिएर उनीहरूलाई कतैतिर लाने उनीहरूलाई के गर्ने है उनीहरूले गरिराखेको छ अहिले नेपालमा अहिले विभिन्न जग्गामा अहिले झुटा शिक्षा आइरहेको छ है आज धर्म हुन्छ यीशु धर्म हुन्छ तर उनीहरूले टिकाटाला लाएर मजाले नाचगान गरेर है उनीहरू प्रभुको प्रशंसा गरिराखेको छ आज हामी धेरै देखिरहेछौँ यस्ता झुटा शिक्षाबाट हामी बाँच्नुपर्छ धेरै आज भ्रमाउने आत्माहरू आउनेछ बिमला बथानले है हामी चाहिँ आज किनभने आज भ्रमाउने आत्माहरू धेरै आउँदैछ आज हामी कसरी होसियार रहने कसरी सतर्क रहने हामी है हामी परमेश्वरमा रहनु पर्दछ र किनभने परमेश्वरले भन्नुभयो आज म चाहिँ किन म चोर जस्तै आउनेछु तिमीहरू चाहिँ तयारी भएर भन्छ है सतर्क रहौ भन्छ अनि कतिखेर आउँछ हामी थाहा छैन है आज मत्तीको वचनले भन्दछ अन्तिममा 24 को वचनमा है त्यसले गर्दाखेरि आज हामीले बुझ्नुपर्ने कुराहरू आज हामीले के त है आज परमेश्वरले के भन्दैछ भने यहाँनिर 9:11 तर म असल गोठाला हुँ असल गोठालोले आफ्ना भेडाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ विमला है असल गोठालाले आफ्नो भेडाको लागि आफ्नो प्राण अर्पण गर्छ उसले आज कसरी हुन्छ के गरेर हुन्छ उसले चाहिँ एकदम ज्यान दिएको हुन्छ उसले ज्यान दिएको हुन्छ अहिले ज्यान दिएको हुन्छ म असल गोठालो हुँ असल गोठालोले आफ्ना भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छ विमला आफ्नो यीशु चाहिँ यहाँलाई लागि यहाँ घिउ हो यहाँ हामी भेडा हो हाम्रो निम्ति उहाँले आफ्नो ज्यान अर्पण गर्नुभयो उहाँले बलिदान गर्नुभयो उहाँले हाम्रो निम्ति सबै कुरो उहाँले सुम्पिनु भएको छ उहाँले हामीलाई होइन हामीलाई उहाँले सुम्पिनु भएको छ उहाँले र भेडाको यहाँ भन्छ 12 पदे भेडाको मान्छे चाहिँ भेडाहरूको आफ्नै गोठाला जस्तो होइन अरे है गोठाला जस्तो छैन त्यसले त मसलाई आएको देखेर भेडाहरूलाई छोडी त्यो भाग्छ र बोसाले भेडाहरूलाई गाँजी लैजान्छ र तितर पितर पारिदिन्छ है दान्ते संसारै होस् मलाई दान्ते त्यस्तै त संसारमा अहिले मान्छेहरू तितर बितर भइरहेको छ यता हो कि उता हो कि कहाँ कता हो के हो साँचो कुरा कहाँ हो पाउने कुरा उनीहरूलाई छैन तर कहाँ के चाहिँ पाउने हो विश्राम चाहिँ उनीहरू चाहिँ दुगुरिराखेको छ उनीहरू चाहिँ कहाँ के पाउने नि मलाई कसैले सहुलियत दिन्छ कि मलाई गाडी दिन्छ मलाई पैसा दिन्छ कि है मलाई के दिन्छ भनेर मान्छेले धर्म राखेको छ तर साँचो सत्य के हो भन्ने कुरा उनीहरूले बुझेकै छैन जानेकै छैन तर त्यसैगरी हामीले आज जान्नुपर्ने बुझ्नुपर्ने सेदवा गोदवा याङ्चे मायादवा प्रभुदा है
양을 셈 남김시 프로보다 마이도바 양시 셈 남김시 프로보다 양시 잘도바 이름니 요나 잘라 소비스리미몰라 आत्मा र सत्यतामा उहाँलाई आराधना गरे बिमला है आत्मा र सत्यतामा उहाँलाई आराधना गरे बिमला यङसी जा प्रभु ता माइ दबा यङसी सेम यङसी झाल दबा सेम यङसी फुल दबा आराधना दबा है जा यङसी तिमी बिसमी प्रभु जा यङला लागि सुसा जमलिरी खाबा मलाई तिमी बिसमी तिमी बिमला छोरी है Jesus. परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ हालेलुया है आराधना आत्मा र सत्यतामा परमेश्वरलाई हामीले आराधना गर्नुपर्दछ है आराधना गर्नुपर्छ त्यसले हामी यहाँ भन्छ 6 को यहाँ भन्दछ 28-29 है तिनीहरूले उहाँलाई भने परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ यो मलाई प्रभु से तोबा ग्याचे yang tikla doba biba yang setoji godoji प्रभु त माइबलाबा सेम त पिन्दोजी yang है तिनीहरूले उहाँलाई भने परमेश्वरले चाहनु भएको काम गर्नलाई हामीले के गर्नुपर्छ विश्राम पाउनुला है यसुले यहाँ 29 मिला यसुले तिनीहरूलाई भन्नुभयो परमेश्वर काम यही हो जसलाई उहाँले पठाउनु भयो उसमाथि विश्वास गर हालेलुया है परमेश्वर तो yang विश्वास लादबा प्रभु से खादा पितमुला है खाला दा यीशु ख्रिस्टना दा यीशु ख्रिस्ट yang विश्वास लादबा प्रभु दा भाइ दबा yang सेम yang जाल दबा है प्रभुला यसो लादबा र धन्यवाद तिमीलाई जो वचन चाहिँ zaman angla जोजाले नानु बर्दुको पास्टाबा पास्टिनामा जा zaman शुभलमला तुइन केरा हानिबा तिनी समी आत्मा र सत्यतारी प्रभु दा माइ दबा है प्रभुलाई सेसो लादबा प्रभु दा yang चाहिँ पछिम लादबा है तिनी समी विश्वास गरे बिमलाई यसुले तिनीहरूलाई भन्नुभयो परमेश्वरको काम यही हो जसलाई उहाँले पठाउनु भयो उसमाथि विश्वास गर तिनी समी yang चाहिँ विश्वास लादबा प्रभु दा विश्वास लासिनम प्रभुलाई ज्ञान लादबा मैबा लादबा है yang सा जमलिरि मला yang दान्दी हैन शरीर मला yang चाहिँ खाले सा मुम्बु मुदे दोना yang चाहिँ प्रभुलाई मैबा लादबा है प्रभुको महिमा गर्नु संसारमा रहन्जेल छौन्जेल आज हाम्रो आत्मामा हाम्रो यो जीवन रहन्जेल सम्म आज हामीले प्रभुलाई महिमा गर्नुपर्छ उहाँलाई खोज्नुपर्छ किनभने हामीले आज विगतमा कति जस्तो हामीले आज दुःख गर्यौं है आज प्रभुलाई खोज्यौं आज रुखको फेदमा कि खोलामा कि डाँडामा कि आज कहाँ हो त है मन मन्दिरतिर हामीले खोज्यौं प्रभुलाई तर कहीँ पनि हुनुहुन्थेन प्रभु चाहिँ है प्रभु चाहिँ कहीँ पनि हुनुहुन्थेन र प्रभुले भन्नुभयो आज तिमीहरूको हृदयमा म छु है भनेर उहाँले भन्नुभएको छ है तिमीहरूको हृदयमा म छु तिमीहरूको हृदय चाहिँ मेरो मन्दिर हो किनभने त्यो मन्दिरमा म बस्ने छु विश्राम प्रभु से बाङमला त्यसैगरी आज हाम्रो मन्दिरमा चाहिँ किनभने आज हामीले जान्नुपर्छ बुझ्नुपर्छ आज कतिपय दाजु दिदीबहिनीहरू है कतै म जोजे नाना बोल्नुको मलाई कतै मलाई जा तर पनि म विश्वासी भन्छ म क्रिस्चियन भन्छ तर सेवा संगति जान्छ हिँड्छ तर उनीहरूले विगतका कुराहरू उनीहरूले छोडेको छैन है उनीहरूले विगतका कुराहरू ती गरेका सडेका यी कुराहरू उनीहरूले छोडेकै छैन है उनीहरूले त्यागेकै छैन उनीहरू चाहिँ किनभने आज दोस्रो कोरिन्थी 5 को आज 17 ले भन्दछ यसै कारण यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ भएको छ पुरानो कुरा बिति गएको छ हेर विश्राम प्रभु से कति रङमा बाङ्गमला है
पुरानो कुरो बितेको विगतमा ती खाएको गरेका सडेका कुराहरू आज हामीले त्याग्नुपर्छ झगडा गर्ने कुराहरू हामीले छोड्नु पर्यो त्याग्नु पर्यो है उहाँलाई किनभने हामीलाई आज परमेश्वरलाई हामीले निरन्तर हामीले खोज्नुपर्छ र पनि आज किन त मान्छे किन रोगमा छ त मान्छे किन शोकमा छ मान्छेहरू है अहिले संसारमा धेरै रोगमा छ कष्टमा छ मान्छेले रोग निम्त्याइराखेको छ है किनभने किनभने यहाँ भनेको छ है दोस्रो कुरो लेखेर छ है म एक पद पढ्न चाहन्छु हजुरमामा होइन तिनीहरूसँग यहाँ म एक पद पढ्न चाहन्छु हजुरमामा अनि के भन्छ यो पहिलो कोरिन्थी 3:3 भन्दछ तिमीहरू अझै संसारिक नै छौ किनकि जब तिमीहरूका बीचमा डाँडा र कला छ त के तिमीहरू संसारिक चालमा चल्ने साधारण मानिस जस्ता भएनौ र त्यहाँ भन्दा है आज प्रभुले के भन्छ तिमीहरू अझै संसारै नै छौ आज संसारमा भुलिरहेका छौ आज भनिरहेको छ कति प्राय है तर आज हामी आज कस्तो हुनुपर्छ हामी विश्वासी भएपछि प्रभुले चिन्ने पश्चात भनेको हामी सेवासँग जान्छौँ है आज उहाँको आज्ञा पालन गर्छु उहाँलाई हामी आज महिमा दिन्छौँ हामी आज हप्तामा हाम्रो शनिबार आज आइतबार हाम्रो सेवा हुन्छ भनेदेखि चौकमा जान्छौँ तर पनि आज हामी कतिचोटि हामी सङ्गति जान्छौँ तर हाम्रो विगतको कुराहरू कतिपय हाम्रो दाजुभाइ दिदीबहिनीले छोड्नु सकिरहेको छैन हामी उहाँको निम्ति हामी प्रार्थनामा सम्झिरहेको छौँ प्रार्थना गरिरहेको छु है प्रार्थनालाई चाहिँ मलाई यहाँ चाहिँ खाँदै राङ्बा हामी त किनभने हामी प्रभुले चुन्नुभएको छोराछोरी हौ है हामीलाई चाहिँ परमेश्वरले किन्नुभएको उहाँको रगतले हामी निष्कलङ्क हामी पवित्र जाति है भनेर प्रभुले हामीलाई भन्नुभएको छ मलाई यहाँ है यहाँ चाहिँ पवित्र जाति तादा मलाई तामाखेरि यहाँ चाहिँ प्रभु त पछि लादवा प्रभु त है यहाँ चाहिँ सेम यहाँ चाहिँ जादवा मलाई त्यतामाखेरि हामीले आता मैले कति कुरा मैले तलमाथि भने मलाई म क्षमा चाहन्छु क्षमा किन्बा क्षमा पिनले आशा मलाई दुसरा मलाई र चुबा चन्दानेका जुदाने दिने थान्दोजी र जमानदान पस्टाबा पस्टामा जमानदान मलाई चाहिँ जय मुसी मलाई